अहिले रवि लामिछानेजीलाई गिरफ्तार गरियो, तर एउटा मान्छेलाई गिरफ्तार गरिसके पछाडि त्यसको प्रक्रिया हुन्छ, त्यसको सिस्टम हुन्छ। यो चाहिँ मान्छेलाई गिरफ्तार गरे हो, यो चाहिँ भेडा बाख्रालाई अथवा बिरालाका बच्चालाई गिरफ्तार गरे होइन। त्यसकारणले मध्यरातमा बिरालाले आफ्ना छाउराहरू यता समातेर उता सार्ने, उता समातेर यता सार्ने गर्छ। जुन व्यवहार जनावरको जस्तो व्यवहार अहिले चाहिँ जो गरिएको छ, लोकतान्त्रिक व्यवस्थामा, प्रजातान्त्रिक सिस्टममा यो अमानवीय कार्यको म व्यक्तिगत रूपमा घोर भर्त्सना गर्न चाहन्छु। र हाम्रो गृहमन्त्री नै भइरहेका बेलामा यो केस चाहिँ न्यायिक निरूपणको विषय भएको हुँदाखेरि न्यायालयले यसमा यस सम्बन्धीमा के गर्नुपर्छ भन्ने विषय बोल्ने भएको हुँदाखेरि यसलाई चाहिँ सकेसम्म पहिलो हप्तामै नभए त 8-10 दिनभित्रमा चाहिँ अदालतमा बुझाइदिनु पर्ने। तर यो नियतवश इन्टेन्सनल्ली यो चाहिँ मानसिक रूपमा ह्यारास गराउनको निम्ति यो चाहिँ रवि लामिछानेलाई चाहिँ कहिले यता कुदाएको छ, कहिले उता कुदाएको छ, कहिले उता कुदाएको छ। त्यसकारण यो देख्दा हेर्दा अथवा नियतवश इन्टेन्सनल्ली यो चाहिँ यो कार्य भएको छ। नेपाल सरकारलाई, प्रधानमन्त्रीलाई, गृहमन्त्रीलाई र त्यहाँ सम्बन्धित सरकारमा रहेका क्याबिनेटका सबै मन्त्रीहरूलाई र सरकारलाई म के आह्वान गर्न चाहन्छु भने तत्काल विदिन 3 डेज भित्रमा रवि लामिछानेजीको केस अदालतमा दर्ज गरियोस्।